समय पछाडि चाहिँ मलाई अर्थतन्त्रको बारेमा थोरै कुरा गर्न मन लागेको चाहिँ हाम्रो देशको अर्थतन्त्र क्रमिक रूपमा सुधार भएको जस्तो देखिए तापनि जुन विदेशले गर्छन्, जुन अरू देशले गर्छन् त्यसको तुलनामा चाहिँ हामी निकै नै कमजोर रहेका छौँ। हाम्रो देशको मूल आधार अर्थतन्त्र विकास गर्नलाई, अर्थतन्त्र सुधार गर्नका लागि देशको खरिद गर्ने क्षमता वृद्धि गर्नको लागि, प्रति व्यक्ति आय वृद्धि गर्नको लागि हाम्रा आय स्रोतहरू मुख्यतः 3 प्रकारका हुन्। एक, हामी खेतीपाती एग्रिकल्चरमा आफै डिपेन्ड हुने। दोस्रो भनेको हाम्रो टुरिज्म हो। तेस्रो भनेको हामीले आइटी सेक्टर हो। आइटी तर प्रोफेसनल सेक्टरमा चाहिँ जस्तै डक्टर, इन्जिनियर, पाइलट यसलाई पढाएर अध्ययन गराएर विदेश काम गर्न पठाउने, यो चाहिँ प्रोफेसनल हिसाबले जसले चाहिँ स्यालेरी धेरै लिन्छ, जसको कारणले गर्दाखेरि गभर्मेन्टमा रेभिन्यू जेनेरेट भएर हाम्रो रेमिटान्स बढेर देशको अर्थतन्त्रमा सुधार गर्छ। अर्को कृषिमा आधुनिकीकरण गरेर अरू देशसँग जुन निर्भरता थियौँ त्यसलाई कटौती गरेर उत्पादन बढाएर दुईटा छिमेकी राष्ट्रहरूमा आफ्नो उत्पादन बेचेर त्यसबाट पनि विदेशी मुद्रा आर्जन गरेर त्यसको अर्थतन्त्रमा केही सुधार गर्न सकिन्छ। अर्को तेस्रो कारण भनेको चाहिँ हाम्रो पर्यटक हो। जस्तै हामीसँग खोला नाला छन्, उच्च हिमशृङ्खलाहरू छन्, प्राकृतिक सम्पदाहरू छन्, वनजङ्गल छन्, पुराना राजनीतिक सामाजिक धरोहरहरू छन्। ती कुराहरूलाई देखाएर घुम्न आउने पर्यटकलाई चाहिँ अझ बढी आकर्षक गराउन सकिन्छ। तर हामीले किन गर्न सकिरहेको छैनौँ? जस्तै टुरिज्मकै आधारलाई टुरिज्मकै बेस मानेर कुरा गर्दाखेरि टुरिज्मभित्रले मनक्कै आम्दानी गर्ने राष्ट्रमा एउटा थाइल्यान्ड पनि पर्छ। मैले यस्तो डाटा एनालाइसिस गर्दै गर्दा रिसोर्सहरूबाट हेर्दै गर्दाखेरि सरदर एक वर्षमा हामी 12 लाख पर्यटक भित्राउँदो रहेछौँ। गजबको कुरा चाहिँ कहाँ लाग्यो भनेदेखि हामी आफूलाई हामी टुरिज्म भित्राएर आम्दानी गर्छौँ भनेर हाम्रो इन्कमको मेन सोर्सेसमा, इन्कमको मेन पोइन्टमा त्यो कुरा लेखिरहेको छौँ। हामी विदेशी मुद्रा आर्जन गर्छौँ, आफ्नो देशको क्षमता बढाउन सक्छौँ पर्यटकले, त्यो लेखिरहेको छौँ स्पष्ट रूपमा। तर त्यसमा हामीले केही काम गरेका छैनौँ। पर्यटकलाई कसरी भित्राउने, पर्यटकलाई कसरी खुसी बनाएर चाहिँ उनीहरूको बसाइको दिनहरू कसरी लम्ब्याउन सक्ने, कसरी पर्यटकहरूलाई यहाँ खर्च गराउन उत्सुकता गराउने, कसरी यहाँ चाहिँ इन्टरटेनमेन्टका कुराहरू खुलाउने, त्यो हामीले केही भनेका छैनौँ। सिर्फ मुखले के भन्छौँ भने हामी पर्यटकबाट चाहिँ मनक्कै आम्दानी गर्छौँ भन्छौँ। पर्यटकबाट मनक्कै आम्दानी गर्छौँ भन्दै गर्दा मैले यसो रिसर्च गर्दै गर्दा हामी सरदर प्रत्येक वर्ष 12 लाख हाराहारीमा पर्यटकहरू भित्राउँदो रहेछौँ। यो पर्यटक भित्राएर कमाउँछु भन्ने देशले हामीले एक वर्षमा भित्राउने 12 लाख भित्राउँछ हामीले एक वर्षमा, तर थाइल्यान्डले एक महिनामा 34 लाख भित्राउँदो रहेछ क्या। हाम्रो 12 महिना इक्वल टु थाइल्यान्डको 1 मन्थ भने हाम्रो जस्ट 12 लाख 34 लाख हो, 3 टाइम्स पनि बढी हो। भनेपछि हामीले टुरिज्ममा के गर्नुपर्छ त? हाम्रोमा टुरिज्महरू किन आउन चाहिरहेको छैन? हामीले के कुरामा डेभलप गर्नुपर्छ? प्रचारको कमी हो कि विदेशीहरूलाई नेपालमा लगाउनु पर्ने भिजामा समस्या हो कि नेपालमा खाद्यपिन्तीको समस्या हो कि नेपालमा 24 आवर ओपनको समस्या हो कि पर्यटकले चाहिने हरेक सुविधाहरू केमा कमी भइरहेको छ त नेपालमा? त्यसलाई सुधार्न हाम्रो
हाम्रो 0%। हामी के भन्छौँ? हामी विदेशी मुद्रा आर्जन गर्छौँ, हाम्रो अर्थतन्त्र सुधार्छौँ, पर्यटकलाई भित्र्याएर टुरिज्मबाट भन्छौँ, तर कदम चाहिँ हाम्रो 0.04 छ। यसरी त हुँदैन। कुनै पनि कुरालाई प्लानिङमा योजनामा राखिसकेपछि त्यसलाई सुधार गर्नको लागि केही स्टेपहरू त चाल्नु पर्यो नि। जस्तै पर्यटक नेपाल घुम्न आउँदाखेरि पर्यटकको समस्या के छ त? उनीहरूले चाहेका खानेकुरा उपलब्ध भएका छैनन् कि, उनीहरूले चाहेका मनोरञ्जनका साधनहरू उपलब्ध भएका छैनन् कि, उनीहरूले चाहेअनुसारको 24 आवर ओपन सिटी पाएका छैनन् कि, उनीहरूलाई चाहेअनुसारको उनीहरूले कानुनी सल्लाह पाएका छैनन् कि, उनीहरूले चाहेअनुसारको भिजा थप्नलाई बस्नलाई समस्या छ कि, उनीहरूलाई समस्या पर्दा नेपाल सरकारले गर्नुपर्ने सहायताहरूमा कमी भएको हिसाबले गर्दाखेरि उनीहरूले अरूलाई सल्लाह दिँदैछन् कि नआउनु भनेर। के छ? के गर्न सकिन्छ? प्रचार गर्न सकिन्छ कि टुरिज्म पुलिस खडा गरेर पर्यटकको चाहिँ कुनै पनि समस्या तुरन्त समाधान गरिने भन्न सकिन्छ कि शान्ति सुरक्षा हामी कडा छौँ, तपाईँहरू 24 आवर घुम्न सक्नुहुन्छ, खान सक्नुहुन्छ, पिउन सक्नुहुन्छ, हिँड्न सक्नुहुन्छ भनेका छैनौँ कि हाम्रो होटेलहरू नि त्यस्तो छैनन् कि जो चाहिँ 12 लाखभन्दा चाहिँ बढी पर्यटकले धान्नै नसक्ने छौँ कि के कुरामा हामी कमी छौँ? त्यो सुधार्नलाई हामीले के गर्नुपर्ने हो? पर्यटकमा लगानी गर्नको लागि, पर्यटन भित्राउनको लागि होटल व्यवसायमा लगानी गर्नुपर्ने हो कि होटल व्यवसायलाई राहत दिनुपर्ने हो कि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नेपाल पनि घुम्न लायकको ठाउँ हो, नेपाल पनि छ अहिले भन्ने हामी त्यसमा चुकिरहेको छौँ कि नेपालको टप 10 होटलमध्ये नेपाल नम्बर 1 मा एउटा पर्यो अस्ति भर्खरको रिसर्चमा, होइन? त्यस्तो होटल छ, त्यही पनि हामी वर्षको 12 लाख मात्रै पर्यटक भित्राउन सफल भएका छौँ। किन त? हाम्रो के कमजोरी छ त? त्यो चिजलाई क्रमिक रूपमा सुधार्ने हो कि मुखले मात्र भन्ने हामी टुरिज्मबाट मलाई के कमाउँछौँ भने? अर्को कुरा हामी एग्रिकल्चर भन्छौँ। एग्रिकल्चरमा हामीले के गरेका छौँ? आधुनिकीकरण गरेका छौँ कि कृषकलाई छुट दिएका छौँ कि बिउ बिजन उपलब्ध गराएका छौँ कि ट्रेनिङ गोष्ठीहरू गराएका छौँ कि के गराएका छौँ? त्यसमा पनि खासै केही छैन। आइटीको सेक्टरमा विभिन्न युनिभर्सिटीमा पढाउने कोर्सहरूमा चेन्ज गर्ने हो कि ट्रेनिङको अभाव हो कि रिसर्च सेन्टरको अभाव हो कि र अरू कुरा प्रोफेसनलमा जस्तै डक्टरको कोटा थप्नुपर्ने हो कि नर्स पढाइ हुने कोटा थप्नुपर्ने हो कि कसरी? विदेशीलाई हामीले कामदार पठाउँदा इटाढुङ्गा मात्र बोक्ने कामदार होइन कि हामीले पठाउँदाखेरि प्रोफेसनल हिसाबले, दक्षताको हिसाबले, कामको हिसाबले, पोस्टको हिसाबले पनि उच्च तहका कामदारहरू पठाउने। जस्तै नर्स पठाउने, इन्जिनियर पठाउने, डक्टर पठाउने, पाइलट पठाउने, रिसर्च गर्ने व्यक्ति पठाउने हो। यी कुरामा क्रमिक रूपमा सुधार गरेको खण्डमा हामीले सोचेअनुसारको आर्थिक उन्नति हासिल गर्न सक्छौँ। 2026 सम्ममा हाम्रो लगभग प्रति व्यक्ति आय भनेको अब काहीँ 1480 पनि भन्छ, काहीँ 1535 पनि भन्छ, टेन्टेटिभ $1540 छ कि 2026 मा प्रति व्यक्ति आय भनेको नेपालको भनेको मतलब लगभग वर्षको एकजनाले त्यही 2,25,30,000 2,25,30,000ले नेपालको महँगी अनुसारको 12 महिना ठिक छ त? सरदर 2,25,000 हुँदाखेरि लगभग 18,000 मन्थली 18,000ले एउटा व्यक्तिको जीवनयापन चल्छ त? हो। हामीले $1 प्रति व्यक्ति आय बढाउनको लागि, $10 बढाउनको लागि, $100 बढाउनको लागि हामीले गर्नुपर्ने चिज के हुन्? हाम्रो आम्दानीको स्रोत क्लियर छ। एग्रिकल्चर, आइटी सेक्टर र टुरिज्म हो। यी 3टा कुरामा चाहिँ हामीले
कसरी उन्नत गर्न सक्छौँ। हामी धार्मिक हिसाबले पनि हामी उत्तिकै छौँ। हाम्रो दुईटा छिमेकी राष्ट्रहरू, एउटा छिमेकी राष्ट्र धर्मनिरपेक्ष तथा धर्म नमान्नेको सङ्ख्या बढी छन्, चाइना। त्यहाँ बौद्धिस्ट पनि छन्, धर्म नमान्ने पनि मान्छे छन्। अर्कोतिर सबैभन्दा बढी हिन्दू जनसङ्ख्या भएको देश छ। त्यसको अपोजिट हामीसँग के छ? हिन्दूहरूको धरोहर श्री पशुपतिनाथ हुनुहुन्छ, बौद्धको धरोहर गौतम बुद्ध जन्मिएको स्थान लुम्बिनी छ। प्राकृतिक हिसाबले हामीसँग वन जङ्गल झरनाहरू छन्। हिमालको हिसाबले हामीसँग सगरमाथा जस्तो देशको सर्वोच्च शिखर छ। हामीसँग विश्वको अग्लो ठाउँमा पाउने धान छ। हामीसँग उच्च हिमशृङ्खलाहरू छन्, खोला छन्, नाला छन्, प्राकृतिक सम्पदा छन्, पुराना कलाहरू छन्, मठ मन्दिर छन्। हामीसँग टुरिस्टलाई आकर्षित गर्ने प्राकृतिक स्रोतहरू, प्राकृतिक सम्पदाहरू, प्राचीन सभ्यताहरू प्रशस्त छन्। हो, त्यही पनि हामी वार्षिक 12 लाख मात्रै किन भित्राउँछौँ त? यस विषयमा नेपाल सरकारले अलिकति ध्यान दिएको खण्डमा हाम्रो प्रति व्यक्ति आय बढ्नुको साथै देशको अर्थतन्त्रमा पनि क्रमिक सुधार हुन्छ भन्ने मेरो सानो एउटा अर्थशास्त्रमा अलिकति इच्छा राख्ने व्यक्ति भएकोले, अर्थशास्त्रमा अलिकति जिज्ञासु टाइपको मान्छे भएकोले मेरो मनमा लागेको कुरा चाहिँ यी कुराहरूलाई सुधार गरेर पर्यटकलाई चाहिँ कसरी अझ योभन्दा बढी कसरी आकर्षण गर्न सकिन्छ, के गरेर गर्न सकिन्छ, केमा लगानी गर्दाखेरि पर्यटकहरू आकर्षित हुन्छन्, कुन नियम कानुनलाई सुधार्दाखेरि पर्यटकहरू आकर्षित हुन्छन्, के रीतिथिति बसाल्दाखेरि पर्यटकहरू चाहिँ अझै लामो समय बस्न रुचाउँछन्, के कुरा गर्दाखेरि चाहिँ पर्यटकहरू बढी खर्च गर्न आहित हुन्छन्, लालायित हुन्छन्। यी कुराहरूमा नेपाल सरकारले विचार गरेर विमर्श गरेर हामीसँग के को कमी छ? प्रचारको कमी हो कि भिजा लगाउनलाई समस्या हो कि शान्ति सुरक्षाको समस्या हो कि कुन समस्याहरू के छन्? के समस्याले गर्दा हाम्रो पर्यटक व्यवसायमा, पर्यटक आगमनमा रुकावट पैदा गरिरहेको छ? के हामी वर्षको 12 लाख मात्र भित्राउन सक्ने, पर्यटक भित्राउन सक्ने क्षमता भएको देश हौँ र? जसम्म लाग्छ हामी लगभग 3 करोड हाराहारी भएको जनसङ्ख्या भएको हाम्रो देश, 1,47,181 वर्ग किलोमिटर भएको मेरो देश सम्भवतः 50 लाखभन्दा माथि 1 करोडसम्म पर्यटकलाई घुमाउन सक्ने क्षमता राख्छौँ जस्तो लाग्छ मलाई। यो भनेको लगभग अहिले घुम्न आएको पर्यटकको 5औं गुणा हो। भनेको मतलब $1 बराबर $1 मात्र खर्च गराउन सक्यो भने $5 वार्षिक बढाउन सकिन्छ। त्यो भनेको 10 वर्षमा 50 हो, 20 वर्षमा 100 हो। भनेको मतलब हामी देशको अर्थतन्त्र बढाउनको लागि हामीले के गर्न खोजेछौँ? हामीले कुन पाइला चालिरहेका छौँ? हामीले मुखमा मात्रै र कागजमा मात्रै किन स्पष्टीकरण राखिरहेका छौँ? किन हामी त्यसलाई क्रमिक रूपमा सुधार गर्नलाई कुनै रीतिथिति नै राख्दैनौँ? सायद यसै कारणले गर्दा होला हामी हाम्रा वरिपरिका छिमेकी राष्ट्रहरूभन्दा आर्थिक प्रगतिमा निकै खस्किँदो तरिकाले अगाडि बढिरहेका छौँ।